नमस्ते बन्दी, वेलकम टु एबिएस ट्राभल एन्ड राइड। आजको भ्लग चाहिँ विशेष गरी युरोपको लगभग 15वटा देशमा पावर कट भएको भएर यहाँ पोर्चुगलमा पनि यस्तो अवस्था भइसक्यो। हेर्नुहोस् यहाँ यस्तो पहिला हामी नेपालमा हेर्न पाइन्थ्यो होइन, यस्तो यता पनि हेर्नुहोस् यी चार्जिङ गर्नलाई यसरी अवस्था छ। यी सब प्लगमाथि प्लग होइन, मल्टिप्लगमा मल्टिप्लग गर्दै उता पनि त्यस्तै अवस्था छ। अनि यो चाहिँ पोर्चुगलमा एकदमै दयनीय अवस्थामा आइसक्यो। ल यहाँ हेर्नु न, यस्तो अवस्था चाहिँ यो अल्मादा फोरम हो होइन, मल हो। यहाँ चाहिँ रेस्टुरेन्ट जहिले अहिले खुल्लै छन्, खुल्ला भए तापनि अपरेट कसैले पनि गरेको छैन खासै। तलको फ्लोरमा चाहिँ अरू पसलहरू छन् होइन, त्यो चाहिँ लगभग बन्द भइसक्यो। यता चाहिँ अब चार्जिङ सकेट भएको भएर चाहिँ मान्छेहरू एकदमै मरिहत्या गर्छ मोबाइल चार्ज। यता पनि त्यही अवस्था छ, यता पनि मान्छेहरू चार्ज गर्नलाई भनेर एकदमै तनावमा छन्। ल हेर्नु यहाँ सबजना चार्जिङै हुन त यो मेरो लागि नौलो होइन, किनकि नेपालमा हुँदाखेरि 18 घन्टा लोड सेडिङ खेपेको मान्छेलाई होइन त्यस्तो हुँदैन। तर यहाँ चाहिँ पोर्चुगलमा होइन लगभग कति भयो 11:35मा गएको एप्रोक्सिमेटली होइन, 11 अहिले भर्खर यहाँ 4:05 भयो। यति बेलासम्म मान्छेलाई एकदमै तनावमा बनाएको। अरू त जे भयो नि होइन, मोबाइलमा चाहिँ चार्ज त चाहियो। हुन त इभन नेटवर्कहरू पनि कति नेटहरूले काम गरेको छैन, तैपनि मान्छेहरूले चाहिँ कसरी हुन्छ अब चार्ज गरेर भयो नि एडजस्ट गर्दैछन्। हेरौँ अब कसैले भन्छ 2-3 दिनसम्म आउँदैन, कसैले के भनेको छन् होइन, तर थाहा छैन के हो नि। सो 5 बजिसक्यो होइन, अहिलेसम्म पनि लाइटको त केही छँदै छैन, अब काम पनि छैन, हल्लियो बस्यो। अब यता नि सबै बस बन्द भइसक्यो होइन। अब हेरौँ के हुन्छ, एकछिनमा जान पर्ला अब त। तलको पसलहरू पनि हेर्नुहोस् बन्द भइसकेको छ होइन, फर्स्ट फ्लोरमा। हुन त जेरोमा त्यस्तै हो। यी सबै मान्छेहरू पनि लगभग अब जान लागिसके छैनन् मान्छेहरू पनि खासै। यता हेर्नु सबै त्यही फार्मेसी, अल्डो, नेस्प्रेसो होइन। यहाँबाट नि खुल्ला भयो नि आइसक्रिम पसल, मान्छे छैनन्, गयो पनि यतिकै हो। यता यो त झन् यो के भन्छ, यो चस्मा पसलमा त चस्मै निकालिसकेको छ, सामानै छैन त हेर्नु त त्यहाँ। यता हेर्नु सबै बन्द, बार्बर सप, मेडिकल, यो डेन्टल, भोडाफोन परसम्म सबै बन्द। यता प्रिमार्क सबै बन्द भइसक्यो। यस्तो चाहिँ पोर्चुगलको हाल यस्तो भइसक्यो। यो 5-6 घन्टा बत्ती जाँदा त यहाँ त हाहाकार भइसक्यो। हामी नेपालमा 18 घन्टा लोड सेडिङ हुँदा त केही हुँदैन थियो, के गर्ने। पोर्चुगल आएको 5 घन्टामा यस्तो हाहाकार भयो।